Hello everyone, welcome to my channel. हजुरहरुलाई मेरो भिडियोमा स्वागत छ. I hope सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै आरामै छु. हामी चाहिँ आज जाँदैछौँ चर्चदेखि चाहिँ डाडाको प्रार्थनामा. यहाँ हुनुहुन्छ भाइ बहिनीहरु. हेलो. अनि हामी चाहिँ यहाँ जाँदैछौँ. देख्न सक्नुहुन्छ यति धेरै हुनुहुन्छ हामीसँग. हामी चाहिँ डाडाको प्रार्थनामा हाम्रो पहिला पढेको स्कुल चाहिँ हाम्रो स्कुलदेखि चाहिँ माथि र हामी जाँदैछौँ. त्यहाँ त्यो ठाउँको नाम अलि मलाई चाहिँ याद भएन है. त्यसलाई हामी चाहिँ त्यहाँ जाँदैछौँ डाडामा. तपाईले हेरेर इन्जोय गर्नु होला. हामी संगति गर्नेछौँ अनि भिडियो अन्तिमसम्म हेर्दै रहनु होला. लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला. पछाडि आउँदै हुनुहुन्छ. म चाहिँ यहाँ अगाडि हिँडिरहेको छु. हामीसँग चाहिँ धेरै लगभग हामीसँग हाम्रो टिम चाहिँ 20-25 जना जति छौँ. हामीले चाहिँ जाने भने धेरै प्लानिङ गरायौँ हैन. आज चाहिँ लास्ट हप्ता भएको कारणले चाहिँ हामी जाँदैछौँ. किनभने हामी 5औं हप्तामा चाहिँ हामी डाडाको प्रार्थना जान्थ्यौँ. आज चाहिँ 5औं हप्ता हो क्या. अनि 5 हप्ता र अन्तिम शनिबार भएको कारणले चाहिँ फागुनको अन्तिम हप्ता हो यो चाहिँ. आज 30 गते हामी चाहिँ जाँदैछौँ. तपाईले हेर्दै रहनु होला भिडियोलाई. आजको वेदर चाहिँ एकदमै अलि गर्मी टाइपको भएको छ र बादल पनि लागेको छ. जहिले यो भिडियोमा के हुन्छ भनेपछि हिडेको भिडियो हुन्छ अनि सारिहाल्छ कि. त्यस्तो केही माइन्ड नगर्नु होला. मलाई देख्न सक्नुहुन्छ म यहाँ छु अगाडि हेरिरहेको छु. यहाँ रनवेको सो पर देखाउँदै हुनुहुन्छ. अहिले फेरि भेटौँला. हामी चाहिँ यहाँ आइसक्यौँ. हामीले चाहिँ डाडाको प्रार्थनामा संगतिहरू गर्छौँ. त्यही चर्चमा गरेको जस्तै संगतिहरू गर्छौँ. अनि यताउता डाडाको वरिपरिको लागि प्रार्थना गर्ने गर्छौँ है हामीहरू चाहिँ. हजुर कस्तो गर्नुहुन्छ कमेन्ट गर्नु होला. अनि हामीले चाहिँ जुन हामी डाडामा छौँ त्यसको साइडमा जति पनि ठाउँहरू छ त्यसको लागि चाहिँ हामीले प्रार्थना गर्छौँ हैन. डाडाको प्रार्थना भनिसकेपछि अनि हजुरहरूले चाहिँ कस्तो तरिकाले गर्नुहुन्छ कमेन्ट गर्नु होला. हामी चाहिँ हिँड्दैछौँ अझै जाँदैछौँ. भर्खर हामी चर्चदेखि निस्क्यौँ है. जानुपर्ने अझै छ. लगभग हामीलाई 10 मिनेट जति लाग्छ जानु चाहिँ. हामी अझै हिँड्दैछौँ. यहाँ बाटोमै छौँ. अझै जाँदैछौँ. आधा चाहिँ घरमा हुनुहुन्छ. घरबाट चाहिँ निस्किँदै हुनुहुन्छ. हामी चाहिँ बाटोमा छौँ. हामी घरमा यताउता नपसेर कहीँ पनि नबसेर चाहिँ हामी सिधै डाइरेक्टली त्यही ठाउँमा चाहिँ हामी जान्छौँ. तपाईहरूले हेर्दै रहनु होला भिडियो. तपाईहरू देख्नुहुन्छ हामीसँग यति टिम छ. हामी अझै पनि हिँड्दैछौँ. फाइनली हामी चाहिँ यहाँ आइसक्यौँ. हामीले चाहिँ चटपटी खाने भनेर प्लान भएर हामीले चाहिँ चटपटी किन्न लागेछौँ. दिदीहरू चाहिँ चटपटी किन्ने ठाउँमा जानुभएको छ. हामी चाहिँ यहाँ छु. हामी यहाँ छौँ. हामीलाई फेरि पछि भोक लाग्यो भने हामीले चटपटी खाने भनेर प्लानिङ गरायौँ र हामी चाहिँ चटपटी किन्न लागेछौँ. साथीहरू यतातिर चाहिँ गर्मी बढिसक्यो. हजुरहरूकोतिर चाहिँ कस्तो छ है. यता चाहिँ धेरै गर्मी नि बढेको छैन तर अलिअलि गर्मी चाहिँ छ. तर स्वेटर चाहिँ लाउन मिल्दैन किनभने गर्मी छ नि त. गर्मी चढिसक्यो. अब चाहिँ गर्मी लाग्छ. हामीलाई चाहिँ गर्मी भइसक्यो यतातिर. अहिले चाहिँ फागुनको महिना हो नि त. तैपनि अझै खासै त्यस्तो गर्मी हुने चाहिँ भएको छैन कि यतातिर है. तपाईहरुकोतिर चाहिँ गर्मी भइसक्यो होला. अब नेपालगञ्ज सुर्खेततिर त लास्टै गर्मी हुन्छ है. दैलेखतिर चाहिँ खासै अझ गर्मी छैन किनभने यता अब हावापानी राम्रो छ नि त. हामीलाई लास्टै राम्रो लाग्छ किनकि आफू यो दैलेखमा जन्मेको भएर होला. मलाई चाहिँ यो दैलेखको हावापानी चाहिँ लास्टै मनपर्छ है. अनि अब दैलेखको हावापानी चाहिँ लास्टै राम्रो छ. अनि त्यही हो है. मलाई चाहिँ आफू जन्मभूमि आफ्नो दैलेख जन्मभूमि भएको कारण चाहिँ मलाई एकदमै मनपर्छ. हावापानी मनपर्छ यहाँको.
अनि रहनसहन हुन्छ नि सबै कुराहरू चाहिँ यहाँ एकदमै सफा टाइपको छ कि होइन राम्रो टाइपको छ त्यही भएर चाहिँ मलाई मनपर्छ हुन त आफ्नो हुन्छ होइन तपाईँहरूलाई चाहिँ जसले भिडियो हेर्दै हुनुहुन्छ सुर्खेत नेपालगञ्ज काठमाडौँ होइन जता विदेशतिर हेरे पनि विदेशबाट हेरे पनि आफू बसेको ठाउँ चाहिँ मनपर्छ जसलाई भए पनि तर पनि अझै राम्रो चाहिँ मलाई दैलेख लाग्छ कि म जान त गएको छु होइन बाहिरतिर तर अझै मनपर्ने ठाउँ चाहिँ मलाई दैलेख नै हो यहाँको हावापानी यहाँको अब त्यस्तै खालको गेटअपहरू हुन्छ नि त्यो चाहिँ एकदमै मनपर्छ कि हाम्रो त्यस्तो वाला पनि हुन्न होइन ठिक्कैको हुन्छ त्यही भएर चाहिँ मलाई मनपर्छ तपाईँहरूलाई फेरि आफ्नो ठाउँको मनपर्न सक्छ त्यो पनि हो एकछिनमा फेरि भेटौँला हामी चाहिँ अहिले यहाँ बस पार्कमा आइसक्यौँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यस्तो राम्रो हावा लाग्छ यहाँ वाउ यहाँ देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ आएर बस्यौँ बस पार्कको यो ठाउँमा यस्तो छ यहाँ कस्तो आनन्ददायी हावा लाग्दो रहेछ हाम्रो स्कुल चाहिँ ऊ तल छ है हामी चाहिँ नर्सरीदेखि पढेको त्यो स्कुल हो कस्तो माया लाग्छ लास्टै माया लाग्छ है त्यो स्कुलको चाहिँ हामीलाई ऊ त्यहाँ तल छ कि यहाँ देखेर हुन्छ ऊ त्यहाँ छ एकछिन हावा खान हामी बस्छौँ हामी सबै आइसक्यौँ तीनटा भजन गाउने तीनटा भजन आराधना गर्ने छोटो खण्ड हेरेर प्रार्थना गरेर अनि खाने फेरि पनि यसरी तपाईँ परमेश्वरले आफ्ना छोराछोरीहरूलाई यसरी प्रभु एउटा जवान संगतिमा यसरी आफ्नो मण्डलीदेखि बाहिर केही ठाउँमा गएर यसरी हामीले एउटा डाँडाको प्रार्थना गर्ने हुने विगतका दिनदेखि योजना गरि
रहेको छ